तर झापामा कुनै बालले जित्ने स्थिति पनि छैन र सर्वनाका अलिकति एमालेलाई त्रसित चाहिँ छ होइन कुनै कतिको त्रसित हुनुहुन्छ कुनै त्रसित छैन त्यहाँ अहिलेसम्म केपी शर्मा ओलीले शानदार ढङ्गले जितेको ठाउँ हो। ठ्याक्कै रावणको हालत भएको छ अहिले साथीहरू, एमाले पार्टीका नेताहरूको र एमाले पार्टीका झोलेहरूको। कसरी रावणको हालत भएको छ भन्दाखेरि रावणलाई म मर्दैछु भन्ने थाहा थियो, रामले मार्दैछ भन्ने कुरो थाहा थियो, तै पनि एकदम ठुल्ठुलो कुरो गर्ने के रावणले। कसले मलाई मार्ने, कसले मलाई मार्न सक्छ, म भन्दा ठुलो कोही छैन, एकदम घमण्ड अहङ्कार थियो के। अहिले ठ्याक्कै एमालेको त्यस्तै भएको छ। चुनाव हार्दैछु भन्ने थाहा छ, तर ठुल्ठुलो कुरो कसले हराउन सक्छ हामीलाई, हामी बहुमत ल्याएर जित्छौँ, हार्ने हाम्रो चान्सै छैन, एकदम घमण्ड के, ठुल्ठुलो कुरो के। ठ्याक्कै त्यस्तै भएको छैन त। ल हेर्नुहोस् त, त्यही भएर भन्छु रावण पनि अहङ्कारले सिद्धिएको, अब एमालेका नेताहरू पनि अहङ्कारले सकिन्छ जस्तो मलाई लाग्दैछ।